विश्वका सबैभन्दा शक्तिशाली टप 5 फाइटर जेटको 5औं नम्बरमा छ छेङ्दु जे-20। यसलाई माइटी ड्रागन पनि भनिन्छ। यो चीनद्वारा निर्मित अत्याधुनिक 5औं पुस्ता अर्थात् 5th जेन स्टेल्थ अर्थात् राडरमा नदेखिने फाइटर जेट हो। चीनको छेङ्दु एरोस्पेस कर्पोरेसनले यो फाइटरको निर्माण गरेको हो। यसको मुख्य उद्देश्य लामो दूरीसम्म शत्रु विरुद्ध हमला गर्ने, आफ्नो स्टिल्थ क्षमताको प्रयोग गरी दुश्मनको रक्षा प्रणालीले छल्ने र सटिक आक्रमण गर्ने हो। यो जेटले 11 जनवरी 2011 मा पहिलो पटक उडान भरेको थियो भने सन् 2017 मार्चमा यसलाई चिनिया जनमुक्ति सेनाले आफ्नो वायुसेनामा प्रवेश गराएको थियो। यसको लम्बाइ करिब 20.3 मिटर छ भने विङ स्पान 12.9 मिटर र उचाइ 4.5 मिटर रहेको छ। जे-20 को म्याक्सिमम स्पिड 2470 किलोमिटर प्रति घण्टा रहेको छ र यसको म्याक्सिमम रेन्ज 5500 किलोमिटर छ, जुन यसले बिना रिफ्युलिङ पुरा गर्न सक्छ। इन्टरनल मिसाइल सिस्टम, एयर टु एयर मिसाइल, एयर टु ग्राउन्ड मिसाइल र सबै खाले मिसाइल टेक्नोलोजीको यसमा प्रयोग गरिएको छ। यसमा अत्याधुनिक डिजिटल ककपिट छ भने हेलमेट माउन्टेड डिस्प्ले पनि रहेको छ, जसले गर्दा सबै कुरा हेलमेटबाट नै नियन्त्रण गर्न सक्ने प्रविधि पनि यसमा रहेको छ। इलेक्ट्रोनिक वारफेयर सिस्टम, आधुनिक राडार र नेटवर्क सेन्ट्रिक वारफेयर क्यापासिटी पनि यसमा रहेको छ। जे-20 मल्टिरोल कार्य गर्न सक्षम छ, अर्थात् जमिन, समुद्र र आकाश तीनै क्षेत्रमा सजिलै आक्रमण गर्न सक्छ। जे-20 को सुरुवाती संस्करणका विमानहरूमा रुसी इन्जिनहरू प्रयोग गरिएका थिए, जसलाई पछि चीनले आफ्नै इन्जिनको प्रयोग गरेर प्रतिस्थापन गरेको थियो। रसियन इन्जिनले भन्दा चाइनिज इन्जिनले अझै बढी गति र स्टिल्थ क्षमता प्रदान गर्नेछ। अमेरिका, जापान र भारत जस्ता देशहरूको विमानसँग प्रतिस्पर्धा गर्न यसलाई निरन्तर चीनले अपग्रेड गरिरहेको छ। जे-20 ले PL-15 एयर टु एयर मिसाइल, PL-10 सर्ट रेन्ज एयर टु एयर मिसाइल, PL-20 लङ रेन्ज एयर टु एयर मिसाइल, एयर टु ग्राउन्ड मिसाइल र बम तथा अन्य हतियारहरूको सजिलै प्रयोग गर्न सक्छ।